त्यो नानीलाई छोड्छ यतैबाट जताबाट गएन त्यता हामी आज सूर्यलाई गएको ओ आमासँग बच्चा त यहाँ आमासँग बच्चा यसो गर न यसो गर न यसो गर न खै खै जी गर यहाँ पनि जी गर्दै के अरे के भनेको तिमीले हजुर के हो त्यो बलुन हो यहाँ हेर न बलुन भन्छौ न खै आमा कहाँ छ आमा जिउ गर्न जाने आमा ला 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 हजुर मोबाइल कसको असल जय जय गर्ने त्यही मात्र नानीले तान्दै तान्दै तिमी त फर्केर आउँदैन थियो अब कसरी ल्याउने छोइदिए पुग्छ क्या ल छोइदिए पुग्छ अहिले अनि बाबु भयो त भयो जानु भयो हजुर जाने जाने अब जाने मामा आउनुहोस् भन बगान जाने हो तिमी जाऊ जाऊ आटाकोमा जानु लाग्यो त्यहाँ चाहिँ नानीलाई एकछिन खिन्छ अरे
तुनिन्छ अरे नि बाउले जाम सानो लड्डु खाँदै जाम सानो लड्डु खाएको अघि खाली उठे हिँडेछ होइन खुट्टा पोलेछ नि गरेर उठे जाम आऊ छम आऊ जाने आऊ यहाँ चाहिँ गणेश मन्दिर हाम्रो दर्शन गरिसकेको छौँ अब चाहिँ हामी माथि नानीलाई माथि आमाको मन्दिर भनेर रहेछ अब त्यहाँ जानु लाग्यो अब त्यहाँ गएर चाहिँ अनि फेरि उता डोलेश्वर महादेव म बोक्छु अब चाहिँ हामी त्यहाँबाट निस्केर यता आमाको मन्दिर भन्नु हुँदो रहेछ अब त्यहाँ जानु लाग्यो धेरै बेर लाग्दैन त्यहाँ गइसकेपछि चाहिँ उहाँले पूजा गरेर नानीको नारायणको नाममा पूजा गरेर अनि एकछिन थुनिदिनुहुन्छ अरे नानीलाई अब थुन्दा रुने हो कि के हो सानो मान्छे माथि आउँदैछ म चाहिँ अलिक अगाडि यहाँ पूजाको सामग्री लिएर मेरो हातमा चाहिँ पूजाको सामग्री छ माथि आइपुगिसकेछौँ यहाँ पूजा गरेर मन्दिरमा बसेर फुल फुलेको छ त एक दुईटा पाखामा भएर उता बसेको थियो हर 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 शक्ति र भक्ति भगवानले दिउन् हामी मर्न लागि मर्न पाऊ बालबच्चालाई दुःख नहोस् कहिले मर्ला नि यी कतिको स्वर्नु भन्ने नहोस् भगवान यो दिशामा मेरो आमाजीलाई नलागेको भएर म यो रोएर आमासँग मागेको महादेव एक्लै आयो एक्लै जान्छ लानु केही छैन हरि बोल माया जानी दुई दिनको आधा खुट्टा तानी तानी जानी यति जानी भजन मैले नानी एकछिन जय जय गर जाऊ जाऊ जिउ गर जीव गर जीव गर जी गरेर सानो एचो गर जी गर जी गरेर आमा भन न आमा भन त सानो बाबा भन ल आउनुस् उसलाई उसका दण्ड छिन् देऊ देऊ उहाँलाई देऊ खोइ दिदी खोइ सबै भन्छ भने ए त्यो भनेपछि भनिहाल्छ नि बिस्तारै सानो यता 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 आमाले अधुरो नबनाइदिउन् आमाले अधुरो नबनाइदिउन् देवी झोगिसकिन् हजुर यता फर्काउ ल आमालाई चिन्ता देवी त धेरै चलाकी ऊ आमालाई जिउ भने ल हाम्रो देवीलाई रक्षा गरिदिनुहोस् आमा विद्या राम्रो राम्रो दिनुहोस् बाई गरिदेऊ बाई गरिदेऊ बाई भन्नु बाई गरिदेऊ राजा हो हाय त्यहाँ भैमा फुटाएर माथि खुवाउनु ल हो त्यहाँ त्यहाँ हाल्ने रे के भैमा यहाँ फुटाएर त्यहाँ राख्नु त्यहाँ गर्ने रे छिटो 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 छोटो अलिकति चर्किने बित्तिकै त्यो पानी चाहिँ पाउनु न एकैचोटिमा बिस्तारै छोड्नु सानी आऊ त यहाँ त्यो पोती पोती गर्ने
बस त्यो चढाउनु चाहिँ पानी खाऊ न आगर छोरी हो त्यो मलाई त्यो त्यो भन्न लाउनुहोस् भन्न लिनुहोस् आऊ जाने आऊ आउने रहेछ सानो बाबा दिदी भनेर पनि त मलाई मुने मेरोमा हालेको बात फालिसक्नु तपाईहरु लाउने बाँकी छ दिन हुन्छ लिएर यो मन्दिरमा फालिसक्नु भयो उहाँले अब चाहिँ मर्नु डर छैन मर्नु त एकपल्ट आनन्दले बस हस् हुन्छ आमा हिँड्नु पर्ने रे आमा आफै हिँड्नु पर्ने रे बाबा भन त सानो बाबा दिदी रे भित्र गएर त भित्र बिस्तारै सानो बिस्तारै भित्र आमाले दिदी पछाडि पछाडि यस्तो हुन्छ क्या पछाडि यस्तो मजाको सिन देख्छ नि यता मन्दिर पिसी पिसी रे कानमा बस्नु पर्यो रे सानो हाई अब चाहिँ हामी डोलेश्वर महादेवका जानु गएको कस्तो राम्रो बाटोहरू रहेछ शीतल जग्गा जङ्गलको रुखहरूले वरिपरि छेकेको रहेछ कस्तो शीतल आनन्द नआउँछ यो चाहिँ सूर्यविराट फरेस्ट के जङ्गल हिँड्दै यस्तो बाटोमा हिँड्दै हिँड्नु क्या मजा आउँछ नि है बोल्दै आकाश कस्तो राम्रो देखेको भगवान् कृपाले पुरा फुल्ला आनन्द पानी खानी केही परेन परेको छैन आनन्दसँग आइपुग्यो भगवान्ले चाहेकै रहेछ त्यही भएर आइपुग्यो बिना केही रुकावट हो त नि नत्र अस्तिदेखि पानी परेको परे राति बिहान साँझ सुन्नु न दिदी डोलेश्वर महादेव कता माथि हो तल्लो बाटो त्यो बाटो नछोडी जानु महादेव जय शम्भो घरमा पहिला के याद छ होला तिमीलाई कस्तो मजाको देखिन्छ क्या सबै छानो फेरि यहाँ चकचक गरेको माला लगाएर आमामा चराहरू कराएको साउन्ड कस्तो आएको है त्यहाँ ज्यारो हुने कि भित्र चाहिँ त्यहाँ आएर देखेँ त्यहाँबाट भित्र आइसक्यो ज्यारो क्या
fall again. This just hurt me. Just think about it, but you hold me like you don't wanna break. I need some space. Just think about it, maybe separate is better. I will love you till forever. भाउ भएर बिस्तारै माला साला लाएर हिँडेछ मात्र 200 मात्र चप्पल 200 मात्र 200 मात्र 200 मात्र कस्तो लाग्छ हेर्नु भयो यो हुन्छ सय पत्र हुन्छ यो 300 को हुन्छ गाईको दुध बेलपत्र सबै राखेर अनि यो 500 को यो 500 को त्यो 700 को त्यो 1000 को कति भन्नु यो 300 को बाबु नाम धेरै महँगो यो झिक्देपछि 200 हुन्छ नि यो झिक्दे यो झिक्दे 200 भयो घरमा रुद्राक्षको मात्रै छ ल भइगयो घरैभरि रुद्राक्ष हिँड ऊ बाबा त्यो लिने रे बबल यो हुन्न बलुन लिने बलुन यो हैन नदिन पिंक कलर ए त्यो ह्याप्पी बर्थडे यही दिन मोटो गर्दा दिनु हैन यो लो शान्ति दिन अहिले अब फर्किन ल्याउँछ कति हो त्यसको हैन त्यो आउ जाम तानेर बाबा गयो छिटो हिँड आउ यता आओ आछामा जा बाबा आछामा जा आओ हिँड आओ छिटो हिँड डोलेश्वर महादेव डोलेश्वर महादेव को हामी चाहिँ डोलेश्वर महादेव आइसकेको छौँ
लाइन चाहिँ टन्नै रहेछ यहाँ अघि वहाँ परदेखि पसेको बल्ल यता आइपुगे अब एकछिन हामी चाहिँ अब लाइन पुगेर मन्दिरभित्र जानु लागिसक्यो पल्टाएर हेर्नु पर्दैन हाम्रो पर्व हाम्रो संस्कृति हाम्रो यो जुन धर्म छ यसलाई हेर्ने हो भने हामीलाई थाहा हुन्छ हामी कति धनवान छौँ भनेर हामीका ग्रन्थहरू छन् हामीलाई ग्रन्थहरू उपदेश गर्दछन् राम्रो गर्नका लागि हिजो अस्ति मात्रै कता मैले फेसबुकमा सुन्दै थिएँ कोही गुरुजीले भन्दै हुनुहुन्थ्यो योभन्दा कति प्राचीनता चाहियो हामीलाई कि यहाँ